सम्पूर्णमा नमस्कार। आज इपिएस कोरिया शाखाले सम्भावित फारमको ढाँचा प्रस्तुत गरेको छ र यससँगै हजुरहरूको मनमा लागेका जिज्ञासा र कोरियन भाषा त खुल्यो, तर के कसरी खुल्यो, कुन कुन कोटामा खुल्यो भन्ने बारेमा आधिकारिक पेजसम्म हजुरहरू पुग्न असमर्थ हुनुभएको छ भने यस भिडियो मार्फत तपाईँहरूलाई हरेक कुराको ज्ञान हुनेछ भन्ने म पूर्ण विश्वास राखेको छु। र सँगै सुरु गरौँ। यो पेजलाई मैले खोलेको छु र यसमा रहेका डिटेलहरू हेरिसकेपछि तपाईँहरूले अरू कुनै पनि भिडियो हेर्न नपर्ने र बाहिरी न्युज अथवा काम नलाग्ने सूचनाहरूबाट बच्नको लागि पनि हामी यस्तो आधिकारिक पेजहरू हेर्न सिक्नुपर्ने पर्ने गर्दछ। र त्यससँगै म आजको यो भिडियो सुरु गर्दैछु। र यो कोरियन इपिएस शाखाले चाहिँ यो प्रस्तुत गरेर यो आफ्नो पेजमा राखेको छ। मैले यहाँको बुदाहरू पढ्दै र हजुरहरूलाई सुनाउँदै गर्दैछु। सन् 2026 को पोइन्ट बेस सिलेक्सन सिस्टम अन्तर्गत प्रथम चरणको कोरियन भाषा परीक्षा इपिएस टपिक 2026 को लागि आवेदन फारम भर्ने सम्बन्धी सूचना भनेर चाहिँ यसले खुलाएको छ आज 4 महिना 5 गते। कोरियन भाषा परीक्षा हुनु अथवा गर्नु चाहिँ कोरियामा रोजगारीको सुनिश्चितता होइन भनेर चाहिँ यसले प्रष्ट रूपमा भनिरहेछ। किन भन्दा हामी पास भएर मात्र जाँदैनौँ, स्कुल टेस्टहरू हुन्छ, त्यसपछि इस्युका कुराहरू हुन्छन्, अनेक कुराहरू हुन्छन्। र मैले यो सरसर्ती पढेँ। नेपाल सरकार युवा श्रम तथा रोजगार मन्त्रालय र गणतन्त्र कोरिया रोजगार तथा श्रम मन्त्रालयबीच सम्पन्न साझेदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई श्रमिकका लागि पठाउने प्रयोजनका लागि योग्य उम्मेदवारको छनौट गर्न प्रथम चरणको कोरियन भाषा परीक्षा सञ्चालन गर्ने सम्बन्धमा यसले के भन्यो भन्दा चाहिँ अब यसरी हाम्रो जुन सम्बन्ध छ त्यसरी श्रमिकहरू पठाउने सम्बन्धमा एचआरडी कोरियाबाट परीक्षा कार्यक्रमको तालिका प्राप्त भई आएको हुँदा इच्छुक योग्य नेपाली नागरिकहरू चाहिँ देय बमोजिमका आवेदन फारम दर्ता गर्नु हुन युवा श्रम र रोजगार मन्त्रालयले चाहिँ यो 2083 साल 4 महिना 4 गतेको निर्णयअनुसार चाहिँ यो सूची चाहिँ सार्वजनिक गरेको छ। इच्छुक हुन पर्यो, पढेको भाषाहरू हुन पर्यो, त्यसपछि हामी चाहिँ आवेदन दिन सक्छौँ। अब परीक्षा मिति कहिले हो त भनेर थोक्या। आवेदन सङ्कलन प्रक्रिया सम्पन्न भई जम्मा आवेदन सङ्ख्या निर्धारण भए पश्चात कार्यालयको वेबसाइटमा परीक्षाको मिति र तालिका सार्वजनिक गरिनेछ। पहिला हजुरहरूले फारम भर्न पर्यो, त्यसपछि उसले कतिजनाले फारम भर्यो भन्ने हेकिङ गर्छ, त्यही आधारमा उसले स्रोत साधनहरू जुटाउँछ, व्यवस्थापन गर्छ अनि चाहिँ तालिका सार्वजनिक गर्छ। त्यसको लागि समस्या भएन। एक दिनमा बढीमा 5 सिफ्ट हुने भनेर भने अनि 5 सिफ्ट हुन्छ अनि त्यसको साथै बढी पनि हुन्छ, सङ्ख्या कति हुन्छ भन्ने कुरा हुन्छ। अनि आवेदनको क्षेत्र र अनुमानित उत्तीर्ण सङ्ख्या अब अनुमानित भने यसले चाहिँ फिक्स भनेर त्यसै भनेको छैन। अनुमानित चाहिँ अब पोइन्ट बेस्ड सिस्टम को अनुमानित उत्तीर्ण सङ्ख्या चाहिँ 7200 हुनेछ भनेर चाहिँ त्यसरी भनिरहेछ। अनि पहिलो चाहिँ अब कट अफ लाइन अब हाम्रोमा अलिकति प्रतिस्पर्धा छ, अब कट लाइन नै 39-40 हुने गर्छ, त्यसको लागि चाहिँ अलिकति समस्या हो। अब यसै गरी यसले चाहिँ उत्पादनमूलक म्यानुफ्याक्चरिङमा चाहिँ 5000 जना, कृषि र पशुपालन क्षेत्रमा 2000 जना, सेवा क्षेत्रमा 100 जना र वन क्षेत्रमा चाहिँ 100 जना गरेर चाहिँ अनुमानित उत्तीर्ण सङ्ख्या अथवा अनुमानित यति चाहिँ उत्तीर्ण गराउँछ है भनेर। अब फर्म भर्न त जसले पनि पायो, तर चाहिँ उत्तीर्ण गराउने भनेको चाहिँ यति हो है भनेर भनेको छ। 7200 जना जति तोकिएको छ, तर यो चाहिँ फिक्स नभइकन अनुमानित हो जस्तो लाग्छ मलाई। अब बुझ्नु होला। नियमहरू, अब यो नियमहरू के छ त भन्दाखेरि चाहिँ एउटा व्यक्तिले एउटा क्षेत्रमा फर्म भरेपछि अर्कोमा भर्न पाएन, त्यो एउटा कुरा भयो। अनि चाहिँ प्रथम पत्र परीक्षा पास गरेँ, त्यसपछि चाहिँ अर्को म्यानुफ्याक्चरबाट एग्रीमा जान्छु, यो गर्छु गर्छु भनेर चाहिँ पाइएन। अरू चाहिँ मेन अब सबै पढ्न परेन। अनि आवेदकको योग्यता के छ त भन्दा 18 वर्ष पुगेर 39 वर्ष नआएको हुनु भएन। कुनै पनि फौजदारीबाट, नेपालीबाट अथवा बाहिरबाट कुनै पनि अभियोग लाग्न भएन। अनि नेपाल सरकारले चाहिँ कुनै मुलुक नजात भनेर रोक लगाएको हुनु भएन। अनि कुनै पनि कोरियामा अथवा इन्डियन वा इटालियन भिसामा चाहिँ 5 वर्षसम्म बसेर आइसकेको हो भने चाहिँ त्यसले चाहिँ पाएन, त्यसरी भने। अब आवेदन प्रक्रिया कस्तो छ त भन्दा आवेदन प्रक्रिया के छ त, अब जुलाई 27 देखि 38 अगस्त 2 सम्म
खुलाएको छ। आज जुलाई 21 हो। 21 आएपछि 27 देखि 2 सम्म चाहिँ अगस्त 2 सम्म खुला छ। आवेदन दर्ता प्रक्रिया भनेको चाहिँ यहाँ एउटा लिङ्क दिएको छ, त्यसमा गई अनलाइन भर्नुपर्ने छ भनेर भनेको छ। अनि आवेदन दर्ता तरिका भनेको त्यसैमा गएर पहिलो पेजमा नै डेमो छ, युट्युबको भिडियो छ, अब त्यसमा गएर हेर्ने, अथवा मैले चाहिँ अर्को नेक्स्ट भिडियोमा ल्याएर सिकाउँछु हजुरहरूलाई, त्यसको टेन्सन भएन। अनि आवेदन दर्ताका लागि आवश्यक कागजपत्रहरू के हुन्छ भन्दा तपाईँसँग पहिलो चाहिँ राहदानी हुनु पर्यो। अब त्यो स्क्यान गरेको चाहिँ त्यो पिडिएफ चाहिँ राख्नु पर्यो, त्यसले मागेको साइजमा चाहिँ त्यो पिडिएफ राख्नु पर्यो। त्यसको लागि राहदानी छैन भने इमर्जेन्सीमा भए पनि अब बनाइहाल्नु पर्यो। अब भाषाको राम्रो ज्ञान छ भने चाहिँ आवेदकले आवेदन फारम भर्दा अनिवार्य रूपमा आफ्नो इमेल ठेगाना, मोबाइल नम्बरहरू सबै एकदम एक्ज्याक्ट रूपमा गर्नु पर्यो, पछि दुःख हुन्छ है। अनि आवेदन फारममा 6 महिना यता खिचेको सेतो पृष्ठभूमि भएको, कस्तो भन्दा हालसालको भन्न खोजेको कि अहिले 6 महिना 2 महिना भन्ने कुरा अलग हो। तपाईँले चाहिँ हालसालको अहिले जस्तोको तपाईँको करेन्ट फेस कस्तो छ हो त्यो अनुसार चाहिँ तपाईँले खिचेको पछाडि ब्याकग्राउन्ड चाहिँ सेतो भएको, तर सेतोमा सेतो लुगा लगाउनु भएन, किन भन्दाखेरि अस्पष्ट हुन्छ त्यो भएर चाहिँ अलिकति धेरै रङ्गी बिरङ्गी पनि भएन, तर चाहिँ धेरै थरी कलर भएको फोटो पनि नराख्नु होला। एउटा सिम्पल जुन कलर भए पनि पछाडि सेतो भइसकेपछि देखिने खालको फोटो राख्नु होला स्क्यान गरेर। अनि परीक्षा शुल्क कति भनेको भन्दा परीक्षा शुल्क अमेरिकी डलर 28 USD 28 लाग्नेछ भनेछ। यो अब तपाईँहरूलाई थाहै छ, USD 28 भनेपछि हाम्रो 3504,000 रुपियाँ पर्छ। अब यसको लागि चाहिँ त्यति छुट्याउनु पर्यो। अनि आवेदकले जुन दिनमा फारम दर्ता गराउने हो सो दिनमा का लागि केन्द्रीय ब्याङ्क, नेपाल राष्ट्र ब्याङ्कले तोकेको विनिमय दरका हिसाबबाट आउने नेपाली रुपियाँ फारमबाट पोर्टलबाट भुक्तानी गर्ने छ। ठिक छ, त्यति बराबरको भुक्तानी गर्ने, कति रेट हुन्छ त्यही अनुसारको भुक्तानी गर्ने भनेर भनेको छ। अनि फर्म भर्नु पर्यो है साथीहरू। अनि यसमा सँगसँगै के भने भन्दा अरू चाहिँ अनि परीक्षा स्थल र परीक्षा समयका कुराहरू गरेको छ। परीक्षा स्थल र समयका कुराहरू चाहिँ मैले अलि पछि चाहिँ गर्छु। अहिले यसमा चाहिँ सिफ्ट अनुसार बिहानदेखि बेलुकासम्म गर्छ। अनि लिसनिङ र राइटिङका कुरा, लिसनिङ र रिडिङका कुराहरू हुन्छन्, यसमा चाहिँ मैले भन्दैछु। अनि नतिजा प्रकाशनका कुराहरू चाहिँ पहिलो चाहिँ अब कटलाइन चाहिँ यसैले चाहिँ प्रकाशित गर्छ, त्यसलाई समस्या भएन। अङ्कभारहरू अब 25-25 हुन्छ, 100 25-25। यसमा चाहिँ पढाइ 20 के भनेको चाहिँ यसको चिन्ता नगर्नु तपाईँले, किन भन्दा यसमा चाहिँ प्रथम चरण अङ्कभार भने यहाँ। अब यसमा चाहिँ अब तपाईँहरूले के छ भन्दा तपाईँहरूलाई पक्कै पनि थाहा नै छ, अब तपाईँहरू अब एकदम पोख्त हुनुहुन्छ। अब पढाइमा 20% अङ्क, अब 25 मिनट यो समय र यससँग 50 कस्तो भन्दा रिडिङ 50 को हो अनि लिसनिङ 50 को हो। यसका लागि 1 घन्टा हुन्छ, यो सबैलाई थाहै होला पक्कै पनि। अथवा यसको बारेमा डिटेल भिडियो मैले अर्को बनाउँछु। यो चाहिँ एउटा फर्मको बारेमा जानकारी हो। इपिएसको दिन शाखा वर्गको यो अर्को चाहिँ के छ भन्दा अरू चाहिँ इम्पोर्टेन्ट के छ भन्दा यसमा परीक्षाको दिनको पूर्व तयारी नियमहरू यिनीहरू पछि तपाईँले हेर्न जानुहुन्छ, अहिले आवश्यक भएन। अनि परीक्षार्थीले आवेदन भर्दा छोड्नुपर्ने यो उत्पादनतर्फको गर्नुपर्ने उपक्षेत्रतर्फको विवरण कुन, जस्तो म्यानुफ्याक्चरिङमा पनि म कुनमा जान्छु त, म्यानुफ्याक्चर अफ फुड प्रोडक्ट्स हो कि नन मेटल वेस्ट हो कि टोबाको प्रोडक्ट्स हो कि हो, यस्ताहरू चाहिँ तपाईँहरूले चाहिँ ख्याल राख्नुपर्छ है। गएर दुःख पाउनुभन्दा यहाँदेखि बुझ्नुपर्छ। यसको बारेमा मैले अर्को भिडियो बनाउँछु। त्यसको लागि चाहिँ मेरो पेजलाई चाहिँ लाइक चाहिँ पक्कै पनि गर्नु होला। एकदम सुरुवाती अवस्थामा छु म, तपाईँहरूलाई एकदम फाइनलसम्म सपोर्ट गर्छु। त्यो हुँदाखेरि तपाईँ र म सँगै अगाडि बढौँ। अनि सब सेक्टर नेमहरू अरू अब फरेस्ट्रीहरूको चाहिँ लगिङमा जाने हो कि एफरेस्टेसनमा जाने हो कि हो, त्यसरी चाहिँ तपाईँहरूले कुन फिल्डमा मैले गर्न सक्छु, कुन फिल्डमा मेरो रुचि छ, कुन फिल्डमा भविष्य छ, अथवा आफ्नो रुचि हेर्नु पर्यो, भविष्य हेर्नु पर्यो, सजिलो हेर्नु पर्यो, पैसा हेर्नु पर्यो, हरेक कुराहरू हेर्नुपर्ने हुन्छ। सरसर्ती हेर्दा आजको मेन चाहिँ यही हो। अब यसको लागि तपाईँले मेन बुझ्दा फर्म खुल्यो, फर्म खुल्ने मिति भनेर यहाँ एकदम स्पष्टसँग तपाईँहरूले देखिसक्नुभयो। अब धेरै दिनको समय पनि छैन, धेरै दिन फर्म भर्न पनि त्यसको म्याद पनि छैन। त्यसको लागि चाहिँ तपाईँले आवश्यक कागजातहरू तयारी गर्नु। अब राहदानी चाहिँ तपाईँहरूको धेरैको छ, तैपनि कसैको त्यस्तो छुटेको छ अथवा मैले बनाउन भ्याइनँ, चाँडै खुल्यो त्यस्तो छ भने चाहिँ इमर्जेन्सीमा चाहिँ बन्छ, अझै टाइम छ। त्यसका लागि आफूले तयारी गर्नुहोस्। अनि त्यसका साथै
आफ्नो पढाइलाई पनि एकदम निरन्तरता दिँदै नआत्तिकन एकदम धैर्यवान र निरन्तर हुँदै आफ्नो पढाइलाई पनि अगाडि बढाउँदै आफ्ना अन्य कदमहरू चाल्दै कोरिया जाने सपना पुरा गर्नुहोस्। र यसका साथै आजको भिडियो म यहीँ समाप्त गर्छु र जाँदा जाँदै अन्तिम रूपमा अनुरोध गर्न चाहन्छु, कृपया लाइक गरिदिनु होला। तपाईँहरूको सानो लाइकले मैले अर्को भिडियो बनाउने चाहिँ ऊर्जा मलाई पनि प्राप्त हुनेछ। त्यसको लागि तपाईँहरूलाई कुनै पनि शुल्क नलाग्ने र मलाई चाहिँ ठुलो सहयोग हुने हुँदा पक्कै पनि तपाईँहरूले मलाई साथ दिनुहुनेछ। र मैले अर्को नेक्स्ट भिडियोमा तपाईँहरूको प्रतिक्रिया हेर्दै मैले कसरी आफै फर्म भर्ने, कुन कुन कुराहरू सफ्ट सेक्टरहरू कसरी रोज्ने भन्ने बारेमा विभिन्न सल्लाह सुझावहरू दिन्छु। त्यसको लागि सहयोगको अपेक्षा गर्दछु। धन्यवाद।